पुटुङ उच्च माध्यमिक विद्यालयबाट सुरु हुँदै अब हाम्रो गाउँ इन्ट्री भइरहेको छ है त साथीहरू है। गुड मर्निङ एभ्रिवान, नमस्ते। कस्तो हुनुहुन्छ? सायद सबैजना ठिकै हुनुहुन्छ होला है। म पनि एकदम ठिक छु। र अब त मेरो आज भोलि गर्दा गर्दा 10 दिन 12 दिनको छुट्टी पनि पुरा भयो है। र आज गाउँमा अन्तिम दिन, र अन्तिम दिनमा चाहिँ म आफ्नो गाउँको भिडियोहरू बनाएर देखाउने छु है त तपाईँहरूलाई। र यो गाउँ चाहिँ हाम्रो गाउँ इन्ट्री हुँदै जाइँदैछ। अब पुटुङ उच्च माध्यमिक विद्यालयबाट सुरु भएर हाम्रो गाउँ सुरु हुनेछ है त। लौ त हाम्रो गाउँ चाहिँ अब सुरु भयो यहाँदेखि। पुटुङ खोपरेल हिलेझोडा बस्ती। सोया ए के अरे लिजा स्कुल। हाम्रो गाउँघर चाहिँ यस्तै छ साथीहरू है। सुपारीले चारैतिर भरिएको। र म चाहिँ नि दुध लिएर आउँदैछु। फुलहरू हेर्नुहोस् न, दसैँ तिहारमा भने फुलेन, दसैँ तिहार खतम भएपछि मजाले ढाकमक्क फुलिरहेछ सबैतिर। गाउँघरको भिडियो यस्तै छ। आज चाहिँ बिहानदेखि पानी परेर है, हेर्नुहोस् दिनहरू पनि दामी भइरहेछ। र सुपारी छ चारैतिर हाम्रो गाउँ। बहिनी हेलो गरिदे, हेलो गर बहिनी, हेलो गर, हेलो गर न, हेलो गर। सुपारी छ साथीहरू हाम्रो गाउँमा चाहिँ। म छु यहाँ नानी समातेर आएको छु मैले। बहिनी के अरे बहिनीको नाम के भन्दै थियो उसको नाम त? बानिया हेलो गर। यो चाहिँ अब हाम्रो लास्ट घर भन्दा पनि उयो तल छ लास्ट घर। हेर्न सक्नुहुन्छ यहाँनिर गार्डन, मकै बारी, करेम। ल त कमिटी हल के भयो बहिनी? त्यतिकै खाना बहिनी पानी देख्दा देखो फेरि त पानी पो त हौ। बिहानै खान्छ अरे रोयल स्ट्याकै होस् कि भाउजू दाजु भाउजू घर रोयल स्ट्याक हो कि म्याजिक मुभमेन्ट होस्, मर्चा दिने होइन। बानिया हाम्रो ब्याकग्राउन्डमा चाहिँ कति दामी फुल छ यी है। हेलो गर, हेलो गर, हेलो गर, हेलो है। यो फुल चाहिँ साह्रै मन पऱ्यो साथीहरू है। हेर्नु न क्या मजाको कलर पनि तर अलिकति ओइलिसकेको रहेछ है। कतिवटा चाहिँ नाम मिठास दामी के हो। यहाँ पनि छ यी दामी। हुन्छ बिहान आउँछु नि ल्याउनु। ए हुन्छ, भोलि पनि आरामले ल्याउँदा पनि हुन्छ, किनकि बेलुका 4 बजीतिर निस्किन्छ नि त हामी। ए हुन्छ। भोलि पनि अचार बनाइरहेको छ अरे के? कहाँ फुल? अहिले मार्ला अलि छ नानाले। छोडा हात के भयो भाइ नि? आया भाइ हो मार्छ पाइया गर्ला। ल त गाउँ पनि भिजिट गरियो बानिया र म भएर है। हाम्रो गाउँ
ल ए तिहारमा चाहिँ फुलेन है, तिहार पछाडि चाहिँ ड्याममै फुलै फुल। ल गाउँ पनि फुल भिजिट गरियो आजको दिनमा। आज अन्तिम दिन, भोलि त उड्ने हो। चल सोल्टी जाउँ, आज लास्ट। कहाँ जाने नानी पुऱ्याउनु चाहिँ? नानी लिएर चाहिँ यहीँ तल त्यो बाजेकोमा त्यहाँ नलगे त जातै हुँदैन। नि, तर नानीहरू चाहिँ त्यहाँ त ठङ्गै हुन्छ है। यो चाहिँ हाम्रो भेनाले रोप्नु भएको है, पहिला सानै थियो, आज आउँदाखेरि यो यत्रो ठुलो देख्ने भएछ है त। यो चाहिँ हाम्रो घरको ठिक यो जग्गामा छ ए हो। अनि चारैतिर है सुपारी सुपारी, सबैतिर सुपारी सुपारी, जे पनि छ राम्रो छ। आज अन्तिम दिन गाउँमा, भोलि त जाने हो। भोलिको फ्लाइट छ बागडोग्रा टु दिल्ली र भोलिको लागि तयारी हुँदैछ। र आज गाउँको अन्तिम दिनमा चाहिँ गाउँ भिजिट है त। ल हेर्नु सुपारी सुपारी, चारैतिर सुपारी सुपारी चाहिँ। पानी पर्न थाल्यो, अब चाहिँ जाडो पर्छ होला। र साथीहरू फाइनली म चाहिँ मेरो घर आइपुगेँ र गाउँ पनि पुरा भिजिट भइसक्यो है। र त आजको लागि यति नै, फेरि नेक्स्ट भिडियोमा भेटौँला। पानी पर्न थाल्यो नि, गदावरी पनि कटिङ गरेर राखिरहेको रहेछ, फुलेको चाहिँ छैन। ल त साथीहरू आजको लागि दिन यति नै है। अब गाउँ भिजिट पनि पुरै गरियो, पुरा गाउँ तपाईँहरूलाई देखाइहालेँ है। र हाम्रो गाउँ के कस्तो लाग्यो तपाईँहरूले एउटा मिठो कमेन्ट गरिदिनु होला। र आजको लागि बाई बाई, फेरि भेटौँला नेक्स्ट भिडियोमा।